आँगनमा पाइला टेक्ने हैन। तैले यो दलितको छोरीलाई यो घरमा लिएर आउने साहस कसरी गरिस् ह? कसरी? एउटा गाउँको प्रतिष्ठित व्यक्ति भएर यस्तो गर्न अलिकति पनि लाज लागेन? भयो, म तँलाई एउटै प्रश्न सोध्न चाहन्छु। तेरो जाने ठाउँ त अन्त कतै छैन। ल भन्, केटी लिएर यो घर छोडेर जान्छस् कि केटी छोडेर यो घरमा बस्छस्? मौसलाई नछाडी घर छाड। हो दाइ, मौसलाई छोड्न सक्दिनँ। मेरो प्राण हो। भगवानलाई साँची राखेर 7 दिनसम्म साथ दिन्छु भनेर कसम खाएर लिएको छु मैले। तपाईँ किन बुझ्नुहुन्न मेरो कुरा? मेरो मान, सम्मान, इज्जत र प्रतिष्ठामाथि आँच लगाउने जो कोहीलाई यो घरमा बस्ने अधिकार छैन। निस्किहाले मबाट। औषधि समयमा अप्ठ्यारो ठाउँमा नजानु। दाइको मान, सम्मान, इज्जत र प्रतिष्ठा सधैँ बचाएर आजबाट तपाईँको इज्जतमाथि कसैले आउँदा उठाउँदैन। भएको एउटा भाइको खुसीमा रमाउन नसके तपाईँ जस्तो दाइ हुनुभन्दा नभएकै राम्रो। र अर्को कुरा, आजबाट तपाईँ भाइ मर्यो भन्ने सम्झनु। यता आऊ। तेरो दाइको मायालाई तैँले बुझ्न सकिनस् है। मैले मेरो भाइलाई कति माया गर्छु तँलाई के थाहा? समाजको डरले गर्दा मैले तँलाई घरबाट जा भनेको, तर अब म समाजको डर मान्दिनँ। म तेरो खुसीमा रमाउँछु मेरो भाइ। आऊ, तिमीहरू घरमा बस्नुपर्छ। शान्ति, जाऊ तिमी बुहारी भित्रमा तयारी गरेर आऊ।
विभेदको विरुद्धमा उत्रिएर आफ्नो अन्तर्जातीय माया सफल पार्ने राम र रामलाई अडिग भएर साथ दिने अन्जली जस्ता सामाजिक परिवर्तन सोच भएका व्यक्ति हरेक समाजमा हुन आवश्यक छ। त्यसैले आजैबाट सोच परिवर्तन गरौँ, जातीय विभेदको अन्त्य गरौँ।